हेलो एन्ड वेलकम टु सुमी भ्लग्स गाइज आजको यो भ्लगमा चाहिँ म बनाउँदैछु नागा स्टाइल पर्क विथ ड्राई ब्याम्बो सुट है। सो सबैभन्दा पहिला चाहिँ पर्कलाई पिस पार्नुहोस् है, अनि कट गरिसकेको बादमा चाहिँ मजाले वार्म वाटरमा धुनुहोस् है। अनि ग्यासलाई बालेर चाहिँ मजाले अघिको धोएको पर्कलाई चाहिँ कराईसँग यसरी बसाइदिनुहोस्। अनि बसाइसकेको बादमा चाहिँ तपाईँहरूले यसमा हाल्नु पर्यो स्वाद अनुसार नुन है, अनि रेड चिली पाउडर हो। त्यसको बादमा चाहिँ तपाईहरूले यसलाई नागा किङ चिली छ भने यहाँ किङ चिली पनि हाल्न सक्नुहुन्छ, बट मेरोमा चाहिँ थिएन साथीहरू, त्यही भएर चाहिँ मैले यसमा हालेको छु डल्ले है। हामी सिक्किमको मान्छेहरूलाई डल्ले मनपर्छ हो। अन्त चाहिँ यसलाई अब एकछिनको लागि छोपेर राखिदिनुहोस् है। त्यसको बादमा चाहिँ यहाँनिर अर्को स्टेप चाहिँ के छ भन्दाखेरि ड्राई ब्याम्बो सुटलाई चाहिँ तपाईँहरूले एउटा बोलमा मजाले यसरी निकाल्नुहोस् है। कति छ क्वान्टिटी, मासुको क्वान्टिटी हेरेर, मेरो चाहिँ कम्ती थियो त्यही भएर अलिक कम्ती नै निकालेको छु साथीहरू। यसमा चाहिँ अब तपाईँहरूले एड गर्नुपर्छ वार्म वाटर है, किनभने चाहिँ यसलाई अलिकति सफ्ट बनाइदिन्छ नि त। अब हाम्रो ड्राई छ हो, यसलाई अलिकति भिजायो भने चाहिँ सफ्ट हुन्छ भनेर चाहिँ म चाहिँ यसलाई भिजाउँदैछु हो। अनि अब यसमा हाल्नुपर्ने इन्ग्रिडियन्ट्सहरू चाहिँ के छ म तपाईँहरूलाई देखाउँदैछु होइन। यो चाहिँ हो टिम्बुर, सबैको घरमा छ होला टिम्बुर त हो। यो टिम्बुरलाई चाहिँ अलिकति फ्राइङ प्यानमा भए पनि कराईमा भए पनि यसरी भुट्नुहोस् होइन। अनि यो टिम्बुर भुटुन्जेलसम्मखेरि चाहिँ म के गर्दैछु भन्दाखेरि चाहिँ यो ब्याम्बो सुटमा भएको अघि भिजाएको पानीलाई तार्दैछु साथीहरू हो। अन्त किनभने अब यो चाहिँ हामीले मिटमा हाल्नुपर्छ नि त, सो त्यही भएर यसलाई तारिसकेँ है। अनि यहाँनिर हेरौँ कस्तो भएछ हाम्रो पर्कले चाहिँ यहाँनिर पानी छोडिसकेछ होइन। अनि यहाँ मजाले यसरी बोसोहरू पनि बिल्लिँदै रहेछ साथीहरू हो। एकछिन चाहिँ यसरी फ्राई गर्नुपर्छ हामीले है। अनि फ्राई गरिसकेको बादमा चाहिँ एड गरिदिनुहोस् पानी है। अनि पानी एड गरिसकेको बादमा चाहिँ तपाईँहरूले अघि जुन चाहिँ भिजाएको ब्याम्बो सुट छ होइन, त्यो ब्याम्बो सुटलाई चाहिँ यसको माथिबाट हालिदिनुहोस्। अन्त यो हालिसकेपछि चाहिँ तपाईँहरूले एकछिन चाहिँ यसलाई चाहिँ छोपेर राखिदिनुपर्छ है साथीहरू। सो म चाहिँ यसलाई बन्द गर्दैछु। अब चाहिँ मेरो टिम्बुर पनि है रोस्ट भइसकिसक्यो, भुटिसक्यो, त्यही भएर चाहिँ अब म यसलाई पिन्दैछु है साथीहरू। अनि यसलाई चाहिँ तपाईँहरूले गोदुङमा पनि पिस्नु सक्नुहुन्छ, बट मैले चाहिँ अलिकति मेरो प्यानमा ओइल भएको कारणले गर्दा चाहिँ पिस्नु सकिनँ, त्यही भएर चाहिँ सिलौटोमै पिस्दैछु हो। अनि यो त पिस्यो है, यसलाई अब मजाले निकाल्नु पर्यो होइन। त्यसको बादमा चाहिँ म पिस्दैछु अदुवा र लसुन। यो चाहिँ हाम्रो नेपालीहरूको भए पनि है, नर्थ इस्टको पनि एउटा फेभरेट भनौँ है, स्पाइसेस यो हाल्नै पर्यो होइन। अन्तखेरि चाहिँ यहाँनिर म एड गर्दैछु जिन्जर र गार्लिक है, यसको पेस्टलाई एड गर्दैछु। त्यसको बादमा चाहिँ यहाँनिर हाल्दैछु उयो देख्नुभयो डाडोमा त्यो टिम्बुरको पाउडर है, त्यसलाई हालेर मजाले मिक्स गरिदिएँ होइन। अनि मिक्स गरिसकेको बादमा चाहिँ यहाँनिर मैले एकछिनको लागि छोपेर राखिदिएँ। सो गाइज एकछिनको बादमा मैले यसमा टमाटर पनि एड गरेँ होइन। एउटा टमाटर हालिदिएको छु, बेसी नहाल्नुहोस् किनभने ब्याम्बो सुट अगाडि नै अमिलो हुन्छ। सो गाइज अब चाहिँ मेरो रेडी भयो है, यहाँनिर पर्क र ब्याम्बो सुट चाहिँ रेडी भयो, ड्राई ब्याम्बो सुट एन्ड पर्क नागा स्टाइलमा हो। अनि यहाँनिर म आफूलाई सर्भ गर्दैछु। अनि यो चाहिँ हामीले ड्राई पनि बनाउन सक्छौँ, सुपी पनि बनाउन सक्छौँ, बट मैले चाहिँ प्रिफर गरेँ सुपी है। अनि अब चाहिँ म खाएर देखाउँछु तपाईँलाई कस्तो लाग्छ। भिडियो मन पऱ्यो भने लाइक, सेयर एन्ड फलो।